सर्वप्रथम त भर्खरै सम्पन्न भएको संवैधानिक चुनावको विजेता उम्मेदवारहरूलाई धेरै धेरै शुभकामना। यो चुनाव भइरहँदा हारजित त सबैको हुन्छ, तर विशेष गरेर मलाई चाहिँ हाम्रो कुलमानज्यूको बारेमा चाहिँ केही कुरा भन्न मन लाग्यो। आज उहाँले हारिरहँदा मलाई एउटा पार्टीले, उहाँको उज्यालो पार्टीले हारेको जस्तो लागेको छैन, एउटा कुलमानले हारेको जस्तो लागेको छैन। मलाई चाहिँ कुलमानले गर्नुभएको योगदानले हारेको जस्तो लागिरहेको छ। जुन उहाँले देशको लागि जुन आफ्नो योगदान निभाउनु भएको छ, जुन उहाँले 18 घन्टा 20 घन्टासम्म अन्धकारमा जीवन बिताइरहेका काठमाडौँवासी र साथसाथमा देशभरमा जुन उज्यालोको अभियान चलाएर जुन देशलाई उहाँले उज्यालो बनाउनु भयो, त्यो उज्यालोले हारेको छ। कुलमानको एउटा विश्वासले हारेको छ, कुलमानको एउटा योगदानले हारेको छ। के साँच्चै कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर फेरि आफ्नै पार्टीमा जानु नै के उहाँको गल्ती थियो त? के हामी नेपाली जनताले र विशेष गरेर काठमाडौँका जनताले कुलमानलाई स्वतन्त्र पार्टी छोडेर, घन्टीको चुनाव चिन्ह छोडेर आफ्नै उज्यालो पार्टीमा आएको आवेगले नै उहाँले गरेको सम्पूर्ण योगदानलाई बिर्सेका हुन् त? कुलमानलाई बिर्सेका हुन् त? कुलमान को हो भनेर चाहिँ चिनेर पनि नचिनेर गरेका हुन् त? यदि यस्तो नै गरेका हुन् भने चाहिँ जहाँसम्म लाग्छ मलाई नेपाली जनतामा अझै पनि चेतनाको धेरै नै कमी छ।